कार्यक्रम चलाउँदाखेरि आवश्यक पर्ने कुराहरू के हुन् अर्थात् के कुरामा हामीले ध्यान दियौँ भने कार्यक्रम चलाउन सहज हुन्छ। यो कुरा म तपाईहरुको लागि शेयरिङ गरिरहेको छु। केही दिनदेखि यो श्रृङ्खलालाई जोडिरहेको छु। कुनै पनि बेला हामीलाई अचानक कार्यक्रम चलाउन अवसर आउन सक्छ, अर्थात् हामी व्यावसायिक रूपमा हामी कार्यक्रम चलाउने इच्छुक छौँ भने पनि त्यस्तो व्यक्तिहरूका लागि पनि मैले सामान्य बेसिक रूपमा चाहिने कुराहरू तपाईहरुका लागि शेयरिङ गरिरहेको छु। मञ्चीय उद्घोषण विशेष गरी स्टेजका कार्यक्रमहरू चलाउँदाखेरि हामीले विभिन्न पक्षहरू विभिन्न कुराहरूमा हामीले ध्यान दिनै पर्छ। हामीले ती कुराहरू ध्यान दिन सकेनौँ भने हामीले सोचेको जस्तो कार्यक्रम नहुन सक्छ र कार्यक्रम खल्लो भइदिन सक्छ। त्यसकारणले गर्दाखेरि केही सामान्य बेसिक कुराहरू तपाईले जान्नुपर्छ र हामी सबैले जान्नुपर्छ र कुनै पनि बेला हामीले यो कार्यक्रम चलाउने अवसर प्राप्त हुन सक्छ। त्यस्तो अवस्थामा हामीले सामान्य कुराहरू के हुन् त? मैले हिजो केही कुरा भनेको थिएँ, आज अर्को कुरा म शेयरिङ गर्न जाँदैछु। विशेष गरी प्राविधिक कुराहरू के हामीले तयारी गर्नुपर्छ, सामान्य कार्यक्रम चलाउँदाखेरि के तयारी गर्न आवश्यक छ, यो कुरा म तपाईहरुका लागि शेयरिङ गर्न चाहन्छु। सर्वप्रथम त तपाई कार्यक्रम चलाउन जाँदै हुनुहुन्छ, कार्यक्रम तयारीमा हुनुहुन्छ, अब कार्यक्रम सुरुवात गर्ने तयारीमा अवस्थामा हुनुहुन्छ भने तपाईले त्यहाँ चाहिँ माइकको अवस्था के छ, साउन्ड सिस्टमको अवस्था के छ, त्यसपछि तपाईको ब्यानरको अवस्था के छ, यो कुराहरूमा तपाईले ध्यान दिनै पर्छ। अलि ठुलो कार्यक्रम छ भने तपाईले एकजना दुईजना सहयोगी तपाईले राख्नै पर्छ, किनकि त्यहाँ त्यस्तै किसिमको तपाईले कार्यक्रम चलाउनु पर्ने हुन्छ र त्यहाँ कार्यक्रम चलाउँदाखेरि तपाईले सहयोगी राख्नु भएन भने त्यहाँ आएका पाहुनाहरूलाई हामीले नाम लिन छुट्न सक्छ, अर्थात् अरू कुनै व्यवस्थापकीय कुराहरू छुट्न सक्छ। त्यसकारणले गर्दा तपाईले सहयोगी त राख्नै पर्छ। त्यसपछि मैले तपाईलाई भने खास गरी कार्यक्रम चलाउँदै हुनुहुन्छ, तपाईले कार्यक्रम चलाउने तपाईका लागि अवसर प्राप्त भयो भने अब सुरुमा त तपाईले मैले जान्नुपर्ने कुराहरू भनिसकेको छु पहिलाको भिडियोमा, र आयोजक संस्था को हो, प्रमुख अतिथि को हो, सभा अध्यक्ष को हो, त्यसपछि विशिष्ट अतिथि को हो, यी लगायतका विषय तपाईले जान्नुपर्छ नै। त्यसपछि तपाईले जान्नै पर्ने कुराहरू भनेको प्राविधिक कुराहरू, त्यहाँ माइकको व्यवस्थापन के गरिएको छ, अर्थात् साउन्ड सिस्टम कस्तो छ, साउन्ड सिस्टमले काम गरेको छ कि छैन, ब्यानरको अवस्था पनि तपाईले जाँच गर्न सक्नुहुन्छ र सँगसँगै तपाईले आवश्यक अन्य कुराहरू पनि तपाईले धेरै कुराहरू ध्यान दिनुपर्छ। मैले यो कुरा अगाडि धेरै कुराहरू भन्ने नै छु, म यो श्रृङ्खलालाई निरन्तर दिइरहेको छु। पक्कै पनि आगामी दिनहरूमा म अझै यो श्रृङ्खला खास गरी कार्यक्रम चलाउँदा आवश्यक पर्ने कुराहरू के हुन सक्छन्, यो कुरा म तपाईहरुका लागि निरन्तर दिइरहनेछु। धन्यवाद।